लामो समयसम्म सम्पूर्ण गोर्खा जातिहरूको छुट्टै परिचय हुनुपर्छ भन्ने माग लिएर अघि बढिरहेका पूर्व विधायक डाक्टर हर्कबहादुर छेत्री यति बेला दार्जिलिङ पहाड सिक्किममा विलय हुनुपर्छ भन्ने माग लिएर अघि बढिरहनु भएको छ। हुन त डाक्टर हर्कबहादुर छेत्री चान्चुने मान्छे भन्ने पटक्कै होइनन्। उनी बुद्धिजीवी हुन्, अत्यन्तै मिलनसार व्यक्तित्वको धनी पनि हुन्। राष्ट्रिय दैनिक खबरमा हजुरहरूलाई स्वागत छ। म विकास भुजेल। सिक्किमसँग दार्जिलिङ पहाड मिल्नुपर्छ, गाभिनुपर्छ भनेर यो माग लिनु अघि उहाँ छुट्टै गोर्खाहरूको परिचय हुनुपर्छ, चिन्हारी हुनुपर्छ भन्ने माग लिएर स्थापित भएको, गठन भएको स्वर्ग मदन तामाङको नेतृत्वमा गठन भएको गोर्खालिग पार्टीमा सचिवको पदभार सम्हालेर लामो समयसम्म उनले काम गर्नुभयो। गोर्खा जातिकै निम्ति उहाँले धेरै गुणस्तरीय कार्य पनि गर्नुभयो। त्यसपछि गोर्खा जनमुक्ति मोर्चा पार्टी छुट्टै गोर्खाहरूको छुट्टै चिनारी हुनुपर्छ, गोर्खाल्यान्ड हुनुपर्छ, गोर्खाल्यान्डको एक सुता पनि छोड्दिन भनेर विमल गुरुङ ज्यूको नेतृत्वमा गठन भएको गोर्खा जनमुक्ति मोर्चा पार्टीमा सामेल भएर प्रवक्ताको रूपमा उहाँले फेरि पनि धेरै नै लामो समयसम्म काम गर्नुभयो र गोर्खा जनमुक्ति मोर्चा पार्टीकै बुई चढेर उनी कालेबुङ जिल्लाबाट विधायक बन्नुभयो। विधायक बनिसकेपछि उहाँले खुल्ला मञ्चबाट नै धेरैचोटि नै आफ्नो सम्बोधनको क्रममा भन्नुभयो कि इन्द्रको बाउ चन्द्र आए पनि गोर्खाल्यान्ड ल्याउनु सक्दैन। यदि उहाँलाई इन्द्रको बाउ आए पनि चन्द्रले पनि ल्याउनु नसक्ने गोर्खाल्यान्ड हो भनेर पक्का पक्की थाहा थियो भने उक्त समयमा गोर्खालिग पार्टीलाई किन सहयोग गर्नुभयो? जनताको आँखामा किन धुलो हाल्नुभयो? गोर्खा जनमुक्ति मोर्चालाई किन सहयोग गर्नुभयो? उहाँले त्यति बेला खुल्ला भन्नु सक्नुपर्ने थियो कि गोर्खाल्यान्ड हुँदैन भनेर। तर त्यति बेला गोर्खाल्यान्ड हुन्छ, हामी ल्याउँछौँ भन्ने पार्टीमै सामेल भएर उहाँ विधायक बन्नुभयो। विधायकको 5 वर्षे कार्यकाल उहाँको समापनपछि उहाँले फेरि पनि सम्पूर्ण गोर्खाहरूको छुट्टै चिनारी हुनुपर्छ भन्ने माग लिएर आफ्नै पक्ष नेतृत्वमा उहाँले जाप पार्टी गठन गर्नुभयो। जाप पार्टी गठन गरिसकेपछि धेरै जनताहरूले डाक्टर हर्कबहादुर छेत्री प्रति विश्वास र भरोसा राखेको पनि थियो र उहाँले पार्टीकै मञ्चबाट खुल्लाम फेरि पनि भाषण गर्नुभयो, राख्नुभयो आफ्नो विचारहरू कि गोर्खाल्यान्ड नफल्ने बन्तरुल हो। यसो गर्नाले धेरै जनताले उहाँप्रति राखेको विश्वास र भरोसा पानीमा परिणत भयो, बिलाएर गयो पानी जस्तै भयो। उहाँले अन्त फेरि पनि म केही गर्छु भनेर अघि बढ्नुभयो र एमपी चुनाव लड्नुभयो। उक्त समय उहाँले पराजयको सामना गर्नु पर्यो। नेता हुन्, राजनीति नगरी बस्नु सक्दैन र फेरि उहाँले यति बेला सिक्किमसँग दार्जिलिङ पहाड विलय हुनुपर्छ भनेर अघि बढिरहनु भएको छ। यसै क्रममा जुन दिन सिक्किम भारतमा विलय भएको गाभिएको 50औं स्वर्ण जयन्तीमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किम आउने सुन्न तत्कालै उहाँले पत्रचार गरी सिक्किम भेट्नु आउनु पनि चाहनु भएको थियो, रम्फूसम्म आउनु भएको थियो। कतिपय कारणवश मौसमको कारणले
ले गर्दाखेरि प्रधानमन्त्री सिक्किम आउनु सक्नु भएन र आउनु अघि धेरै पत्रकारहरूले उहाँलाई सोध्नु भएको थियो कि हजुर कुन पार्टी सङ्घ संस्थाबाट जाँदै हुनुहुन्छ भनेर प्रश्न राख्दाखेरि उहाँले स्पष्ट भन्नुभएको छ कि हामी कुनै पार्टी सङ्घ संस्था होइन, हामी आम नागरिक भएर जान्छौँ। तिमीले गाडी भाडा दियौ भने सङ्घ संस्थाबाट जान्छु भन्नुभयो। यसै गरेर रम्फू नाकामा रम्फू चेक पोस्टमा पुलिस अधिकारीहरूले धेरै कारणहरू उहाँहरूलाई जनाइसकेपछि उहाँले पनि अन्तमा पुलिस अधिकारीहरू समक्ष त्यसो भने गाडी भाडा तपाईँहरूलाई माग्नु पर्ने जस्तो भयो भनेर उहाँले भन्नुभयो। यो कुरा साधारण व्यक्तिले राखेको कुरा हो भनेदेखिको यो रेला ठट्टामा जाने थियो। यसरी एउटा बुद्धिजीवी महान नेताले यो कुरा राख्दाखेरि गोर्खा जातिहरू अन्यको विचारमा के हुन्छ भने डाक्टर हर्कबहादुर छेत्री पैसामा मरिमेट्ने रहेछ भन्ने बुझिन्छ र यो कुरालाई चाहिँ सनसनी नफैल्याएर ठुलो इस्यु नबनाएर मेरो विचारले चाहिँ उहाँले रेला ठट्टा नै गरेको हो भन्ने मात्रै कुरामा सीमित राख्न चाहन्छु। भने दार्जिलिङ पहाडबाट यति बेला जुन बेला गोर्खाहरूको निम्ति मरिमेट्ने त्यही नेता हुन्, गोर्खाल्यान्ड छुट्टै परिचय चिनारी हुनुपर्छ भन्ने उनी नै हुन् त अहिले आएर नफल्ने बन्तरुल भन्दै फेरि दार्जिलिङ पहाड सिक्किममा विलय हुनुपर्छ भनेर यसरी महान बुद्धिजीवी महान नेताले दुई जिब्रे तरिकाको कुरा गरे। सम्पूर्ण गोर्खाहरूको अस्तित्व के होला त? अस्तित्व बिलाएर जाने देखिन्छ।